मैले भातबडिनीको ड्राई क्लिनिङमा गएर यो लुगा क्लिन गरेँ अनि यसलाई लिएर आएको छु। हेर्न सक्नुहुन्छ यो एकदमै सफा भएको छ। भोलिको लागि म रेडी हुँदैछु। इन्टरभ्यू कस्तो हुन्छ होला, किनभने अहिलेसम्म मैले इन्टरभ्यू दिएको छैन, त्यही भएर कस्तो हुन्छ भनेर मलाई डर लागिरहेको छ। यस्तो कुनै पनि स्पेसल कामहरू भयो भने त निन्द्रा पनि त्यति लाग्दैन रहेछ, बिहान चाँडै उठ्न सकिँदो रहेछ। अनि आजको दिन कस्तो राम्रो पनि छ, इन्टरभ्यूको दिन। आज कस्तो घमाइलो रेड स्काई छ, त्यसको मतलब आज घाम लाग्नेवाला छ। अनि आज सनराइज पनि आज देख्न पाइने भयो। हेर्नुहोस् त, सनराइज बिस्तारै हुँदै थियो अनि सनराइज पनि देख्न पाइयो। अब कस्तो हुन्छ होला इन्टरभ्यू। र त्यो सफा कोट अनि त्यस पछाडि सर्ट प्यान्ट लगाएर म बाहिर निस्किएँ। अब म तयार छु आजको इन्टरभ्यूको लागि। अनि अब ट्याक्सी बोलाउँदैछु। ल ट्याक्सीमा पनि बसिसकेँ। अब के भन्छ हेरौँ है त। Yes, I'm going to the German embassy right now, and this is what the German embassy looks like. Let's see what happens there. German embassy चाहिँ यतातिर नै हो। अब यतातिरबाट चाहिँ अलिकति फोटो खिच्न नदेला जस्तो छ। I just finished my German embassy's interview and I'm heading towards home now. It was good. अहिले चाहिँ म जर्मनको इन्टरभ्यू सकाएर घरतिर लागिरहेको छु र सबै कुरा राम्रो नै भयो। मलाई थाहा थिएन कि इन्टरभ्यू हो भनेर, डकुमेन्ट मात्रै चेक गरेर होला भनेर सोचिरहेको थिएँ मैले चाहिँ। तर इन्टरभ्यू नै रहेछ त्यो पनि। तर पनि जस राम्रै भयो भन्ने मैले सोचेको छु। हेरौँ अब के हुन्छ, इमेलबाट जानकारीहरू आउँछ। जर्मन एम्बेसीमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि बाहिरतिर हाम्रो पासपोर्ट देखायो। पासपोर्ट देखाउने बित्तिकै उहाँहरूले हाम्रो नाम हेर्नुहुन्छ, त्यो पासपोर्ट नम्बर त्यहाँ छ कि छैन, नाम, अनि आजको डेट हो कि होइन भन्ने कुरा हेर्नुहुन्छ। त्यस पछाडि हामीलाई सिधै भित्र इन्ट्री गर्न दिनुहुन्छ र हाम्रो टाइम जस्तै 9:30 को छ भने त्योभन्दा अगाडि पनि हामीले गएर भित्र बस्न पाउँछौँ यदि बाहिर बस्न मन लागेन भने चाहिँ। र त्यस पछाडि चाहिँ तपाईँले यदि कसै पनि अरू मान्छे आएको छैन भने चाहिँ तपाईँले अगाडि नै पालो पाउनुहुन्छ। त्यो कुराहरू हामीले मैले एक्सपिरियन्स गरेको कुराहरू म बताउँदैछु। त्यस पछाडि चाहिँ हाम्रो के हामीले ब्यागमा ल्याएको छौँ भने त्यो सामानहरू चेक हुन्छ। अनि त्यो सामानहरू चेक भए पछाडि हाम्रो एउटा लकरमा ब्याग राखिदिन्छ। त्यसपछि हामीले डकुमेन्ट, त्यो कागजवाला डकुमेन्ट, त्यो अर्को हामीले क्लियर ब्याग पनि लान पाउँदैन, त्यो सबै ब्याग नै हुन्छ। हामीसँग गोजी बाबाको सबै सामानहरू ब्यागमा हुन्छ। अनि त्यो जस्ट डकुमेन्ट, पेपरवाला डकुमेन्ट मात्रै हामीले चाहिँ लग्न पाउँछौँ। र त्यसपछि जति पनि पैसा भनेको हुन्छ अगाडि नै गेटमा भनिदिन्छ, यति पैसा छ आजको एक्सचेन्ज रेट अनुसार भनेर, त्यो चाहिँ हामीले त्यहाँ बुझाउनु पर्ने हुन्छ। र तपाईँहरूले चाहिँ पठाउमा सबैजनाले पठाउमा पनि तपाईँहरूले पोइन्टहरू युज गर्न सक्नुहुन्छ। पठाउ एपमा चाहिँ एउटा यस्तो राम्रो पोइन्ट सिस्टम रहेछ कि त्यो पोइन्टलाई तपाईँले युज गर्न सक्नुहुन्छ। मैले अहिलेसम्म 2 चोटि बिहान र अहिले पनि 2 चोटि नै पोइन्ट युज गरेर सस्तोमा मैले पाएको छु यो ड्राइभहरू। तपाईँहरूले गर्न सक्नुहुन्छ। र यसले कुनै पनि हाम्रो पठाउको क्याप्टेनहरूलाई कुनै पनि हानि गर्दैन, क्षति गर्दैन। उहाँहरूलाई पनि जति सुरुमा देखाउँछ त्यति नै उहाँहरूलाई आउँछ र डिस्काउन्ट चाहिँ हामीलाई हुन्छ। एकदम राम्रो सिस्टम, तपाईँले युज गर्न सक्नुहुन्छ। हामी यहाँ सुनिरहेछौँ पठाउको फाइदाहरू चाहिँ इन्सुरेन्स छ भन्ने कुराहरू गर्दै हुनुहुन्छ उहाँले। र त्यस पछाडि इन्सुरेन्स नै सबभन्दा मेन सेफ्टी हो। त्यस पछाडि हामीले जहिले पनि पठाउ बुक गर्दाखेरि चाहिँ मैले त गर्ने गर्छु, जुन चाहिँ स्टारहरू दिने हुन्छ। यदि राम्रो हुनुहुन्छ भने स्टार दिन नबोलाउँ, कन्जुस नगरौँ, पैसा पर्दैन होइन। त्यही भएर फ्रीमा आउने चिज फ्रीमै उयो गरौँ। हो, त्यही भएर एकदमै राम्रो गफ भइरहेछ हाम्रो पठाउको क्याप्टेन दाजुसँग। अनि
हामी अहिले लाजिमपाट आइपुगेका छौँ साङ्ग्रिला होटल होटलतिर साङ्ग्रिला होटल त बनेको बनै भयो दाजु है यो फेरि बिचमा अलिकति मात्रै बनाउनु लाग्थ्यो पछि त पुरै भत्काएर फेरि बनाउनु यो त भत्किएको पो छ पुरै भत्काएको छ मैले यादै गरेको थिएँ अहिले झन् पुरै भत्काएर अनि त्यो सेक्युरिटी क्लियर भइसके पछाडि हामीलाई त्यो लकरको चाबी दिन्छ त्यसपछि एउटा बेन्चमा लगेर राखिदिन्छ र त्यहाँको स्टाफले भित्र खाली भयो भने चाहिँ एउटा रुममा लानुहुन्छ त्यो रुममा 2टा काउन्टर हुन्छ त्यो 2टा काउन्टर बाहिरको ओपन काउन्टर चाहिँ सी भिजाहरूको लागि अर्थात् सेन्जेन भिजा टुरिस्ट भिजाहरूको लागि हुन्छ भने त्यो भित्रको त्यही रुममा पनि एउटा अर्को काउन्टर हुन्छ त्यसमा चाहिँ त्यो बारेको हुन्छ त्यहाँ एउटा रुम जस्तै हुन्छ फेरि अनि त्यो चाहिँ स्टुडेन्टहरूको लागि र एफएस युथहरू बिएफटे तिनीहरूको लागि चाहिँ त्यो रुम हुन्छ त्यहाँनिर गएर हाम्रो डकुमेन्ट चेक मात्रै गर्छ जस्तो मलाई लागेको थियो तर त्यहाँ चाहिँ डकुमेन्ट चेक सँगसँगै क्वेसन्सहरू सोध्छ अनि हाम्रो कुन चाहिँ भिजा हो त्यो अनुसारले हामीलाई त्यही भाषामा क्वेसन सोध्छ त्यस पछाडि चाहिँ त्यो सम्पूर्ण क्वेसन्सहरू हाम्रो त्यही नै हो इन्टरभ्यू पनि त्यही हो डकुमेन्ट पनि त्यही सबै चेक गर्छ अनि त्यसपछि लास्टमा पैसा कति हुन्छ हाम्रो स्टुडेन्ट भिजाको कति छ त्यो भिजा हेरिकन पैसा त्यसको एक्सचेन्ज रेट बाहिर नै भनिसकेको हुन्छ त्यो हामीले रेडी गरेर भित्र गएको हुन्छ अनि त्यो पैसा मागे पछाडि हामीलाई चाहिँ फिङ्गरप्रिन्ट लिन्छ हाम्रो फिङ्गरप्रिन्ट लिन्छ अनि फिङ्गरप्रिन्ट लिए पछाडि थ्याङ्क यू भनेर भन्यो त्यस पछाडि अब बाँकी कुरा चाहिँ इमेलबाट सोध्छ भनेर त्यहाँ भनिदिन्छ त्यसपछि हाम्रो त्यति नै हो हामी सिधै घर जान सक्छौँ र त्यही हो कुनै पनि घडीहरू त्यस्तोहरू नलाउनु नै राम्रो हुन्छ सिम्पल भएर भनेको मतलब कुनै पनि त्यस्तो एकदमै फ्री भएर जाँदाखेरि चाहिँ राम्रो हुन्छ त्यही नै थियो मेरो एक्सपिरियन्स अनि बाँकी कुरा म फेरि पनि भन्ने नै छु यसरी गएको थिएँ म आज इन्टरभ्यूमा फाइनली आज म जाँदैछु जर्मन एम्बेसीमा र मेरो भिजा आयो कि आएन भनेर आज थाहा हुन्छ किनभने आज पासपोर्ट कलेक्सनको लागि बोलाएको थियो सो हेरौँ है त 2:09 अनि फाइनली जर्मनको भिजा प्राप्त भएको छ आइ एम भेरी ह्याप्पी यस्तो खालको कार्डमा दिन्छ हैन अनि यो वालामा दिन्छ है